दर्शकबिन नमस्कार, बोल्दैछु नवराजी। सदाको जस्तै आज पनि यहाँहरूसँग म अर्को प्रेरणादायी सन्देश लिएर आएको छु। आशा छ यो सन्देशबाट यहाँको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नको लागि सहयोग हुनेछ। यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियो हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। आउनुहोस् दर्शकबिन, आजको विषयवस्तुतिर लागौं। भाइ बहिनीहरू, कहिले काहीँ जीवन यति धेरै कठिन बन्छ कि मानिसलाई लाग्छ अब म सक्दिन्न। सपना टुट्छन्, विश्वास तोडिन्छ, आफ्नै मान्छे बदलिन्छन् अनि मनभित्र एउटा आवाज गुन्जिन्छ, अब म हार मान्छु। तर त्यही क्षण हो जहाँ केही मानिसहरू टुट्छन् र केही मानिसहरूले इतिहास बनाउँछन्। आजको यो भिडियो केवल एउटा मोटिभेसनल भिडियो मात्र होइन, यो एउटा यस्तो सन्देश हो जसले तपाईको सोचलाई बदलिन सक्छ र समाजलाई पनि सकारात्मक दिशातर्फ लैजान सक्छ। किनकि एउटा यस्तो व्यक्तिले सकारात्मक सोच भर्यो भने पुरै समाज बदलिन सक्छ। भाइ बहिनीहरू, जीवनमा कठिनाई आउनु असफलता होइन। असफलता त तब बन्छ जब मानिसले आफूलाई कमजोर सम्झेर प्रयास गर्न छोड्छ। बिउलाई पनि रुख बन्न पहिले अँध्यारो माटोभित्र दबिनु पर्छ। सुनलाई पनि चम्किलो बन्न आगोमा गल्नु पर्छ र मानिसलाई सफल हुन सङ्घर्षको बाटो पार गर्नुपर्छ। आज समाजमा धेरै मानिसहरू भित्रै लडिरहेका छन्। कसैको आर्थिक समस्या छ, कसैलाई सम्बन्धको पीडा छ, कसैलाई बेरोजगारको तनाव छ, कसैलाई परिवारको दबाव छ, अनि कसैलाई आफ्नै जीवन बोझ लागिरहेको छ। सोशल मिडियामा सबै हाँसिरहेको देखिन्छन्, तर वास्तवमा के हो? धेरै मानिसहरू राति एक्लै रोइरहेका हुन्छन्। त्यसैले हामीले समाजमा केवल आलोचना होइन, आशा फैलाउनु पर्छ। किनकि एउटा राम्रो शब्दले पनि कसैको जीवन बचाउन सक्छ। विश्वका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन बाल्यकालमा कमजोर विद्यार्थी मानिन्थे। उनको शिक्षकले भनेका थिए, यो बच्चोले जीवनमा केही गर्न सक्दैन। यदि आइन्स्टाइनले यही कुरा मानेर हार मानेका भए आज संसारले विज्ञानको इतिहास नै फरक देख्थ्यो। उनले असफलतालाई अन्त्य होइन, सिकाइ बनाए। त्यसैले याद राख्नुहोस्, आज मानिसले तपाईलाई नबुझ्न सक्छन्, तर त्यसले तपाईको क्षमता सानो हुँदैन। अब्राहम लिङ्कनको सङ्घर्ष। अब्राहम लिङ्कन धेरै पटक चुनाव हारेका थिए। व्यापारमा घाटा भइरहेको थियो, मानिसहरू तनावबाट गुज्रिरहेका थिए, तर उनले हारलाई अन्तिम सत्य मानेका थिएनन्। वर्षौं सङ्घर्षपछि उनी अमेरिकाको राष्ट्रपति बने। म सक्दिन्न भनेर रोकिएका भए इतिहास बदलिने थिएन। आज समाजमा एउटा ठुलो समस्या छ। मानिसहरू शरीरको घाउ देख्छन् तर मनको घाउ देख्दैनन्। कसैलाई डिप्रेसन छ, कसैलाई एन्जाइटी छ, तर समाजले भन्छ यति सानो कुरामा पनि किन धेरै सोच्छन्? यही सोच बदल्नु पर्छ। यदि कसैले चुपचाप बसिरहेको छ भने उसलाई कमजोर नठान्नुहोस्। सायद ऊ भित्र ठुलो युद्ध लडिरहेको हुन सक्छ। कहिले काहीँ तिमी ठिक छौ भन्ने एउटा प्रश्नले मानिसलाई बाँच्ने आशा दिन सक्छ। एउटा शिक्षकको कथा। एक गाउँमा एउटा गरिब विद्यार्थी थियो। उसको परिवारसँग पैसा थिएन। स्कुल जाँदा साथीहरूले गिज्याउँथे। एक दिन उसले शिक्षकलाई भन्थ्यो, सर म अब पढ्न सक्दिन्न। त्यो शिक्षकले उसको काँधमा हात राखेर भने, तिमी अहिले कमजोर छौ, तर भोलि यही सङ्घर्षले तिमीलाई बलियो बनाउँछ। वर्षौंपछि त्यही विद्यार्थी ठुलो डाक्टर भयो र गाउँका हजारौं मानिसहरूलाई उपचार गर्न थाल्यो। आज धेरै युवाहरू अरूको सफलता देखेर आफूलाई कमजोर ठानिरहेका छन्। सोशल मिडियामा अरूको खुसी देखेर आफ्नो जीवनसँग तुलना गरिरहेका छन्। तर याद राख्नुहोस्, सोशल मिडियाले मानिसहरूको हेडलाइन बनाउँछ, सङ्घर्ष देखाउँदैन। तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने त्यसको अर्थ तपाईँ असफल हुनुहुन्न, त्यसको अर्थ अहिले अझै यात्रा गर्दै हुनुहुन्छ। अब्दुल कामत सानो परिवारमा जन्मिएका थिए। समाचार पत्र बेचेर पढाइ गरे, तर सपना ठुलो थियो। धेरै कठिनाइका बावजुद उनी वैज्ञानिक बने, पछि भारतका राष्ट्रपति बने। उनले भनेका थिए, ड्रिम इज नट वाट यु सीन इज स्लिप,
ड्रिम इज समटाइम द्याट डजन्ट लेट यु स्लिप। सपना त्यही हो जसले तपाईँलाई सङ्घर्ष गर्न प्रेरित गर्छ। समाजलाई चाहिएको परिवर्तन, समाजलाई अहिले घृणा भन्दा बढी प्रेम चाहिएको छ, आलोचना भन्दा बढी प्रोत्साहन चाहिएको छ र तुलना भन्दा बढी सहयोग चाहिएको छ। यदि तपाईँ कसैलाई उठाउन सक्नुहुन्छ भने कम्तीमा उसलाई झार्ने काम नगर्नुहोस्, किनकि उसको मन तोडिन 1 मिनेट लाग्दैन, तर त्यो मन जोडिन वर्षौं लाग्छ। कहिलेकाहीँ मानिसहरू बाहिरै संसारसँग होइन, आफ्नै घरभित्र हारिरहेका हुन्छन्। आमा बुवाको दबाब, समाजको दबाब, अर्कासँगको तुलनाको दबाब, त्यही कारणले धेरै युवा युवतीहरू भित्रभित्रै टुटिरहेका हुन्छन्। त्यसैले प्रिय आमा बुवाहरू छोराछोरीलाई केवल नराम्रोले होइन, उनीहरूको मन बुझ्न सक्नुपर्छ। एक किसानको खेत धेरै पटक बाढीले बगाइरहेको थियो। छिमेकीहरूले भनेका थिए अब खेती छोड, तर किसानले हार मानेन, फेरि मेहनत गर्यो, फेरि बिउ रोप्यो। केही वर्षपछि त्यही किसान गाउँकै सफल व्यक्ति बन्यो। जीवन पनि खेती जस्तै हो, हरेक मौसम राम्रो हुँदैनन्, तर धैर्य राख्न सक्नुपर्छ, अन्त्यमा सफल भइन्छ। थोमस एडिसन बल्ब बनाउने क्रममा हजारौं पटक असफल भए। मानिसहरूले सोधे, तपाईँ 1000 पटक असफल हुनुहुन्छ? एडिम्सले भने, आज हाम्रो समाजमा धेरै मानिसहरू आफ्नो पीडा कसैलाई भन्न सकिरहेका छैनन्। उनीहरू हाँसिरहेका देखिन्छन्, तर भित्रभित्रै टुटिरहेका हुन्छन्। यदि तपाईँ यस्तो अवस्थामा हुनुहुन्छ भने कृपया याद राख्नुहोस्, यो समय स्थिर होइन। अँध्यारो रातपछि बिहानीको अवश्य हुन्छ। तपाईँको मन मिल्ने व्यक्तिसँग कुरा गर्नुहोस्, आफ्नो मन दबाएर नराख्नुहोस्। कहिलेकाहीँ एक व्यक्तिले तपाईँको जीवन बचाउन सक्छ। अरूलाई हौसला दिने, राम्रो शब्द प्रयोग गर्ने, मानसिक स्वास्थ्यबारे खुब ख्याल गर्ने, युवाहरूलाई अवसर दिने, तुलना गर्न कम गर्ने, सहयोगी सोच राख्ने, यही साना कुराले ठुलो परिवर्तन ल्याउन सक्छ। भाइ बहिनीहरू, यदि तपाईँ आज पनि सङ्घर्षमा हुनुहुन्छ भने हार नमान्नुहोस्, किनकि हिरा पनि दबाएपछि मात्र चम्किन्छ। याद राख्नुहोस्, तपाईँको आजको पीडा भोलिको शक्ति बन्न सक्छ, आजको सङ्घर्ष भोलिको प्रेरणा बन्न सक्छ। तपाईँको एउटा सकारात्मक निर्णयले तपाईँको परिवार, समाज र भविष्य बदलिन सक्छ। फेरि उठ्नुहोस्, फेरि प्रयास गर्नुहोस्, फेरि सपना देख्नुहोस्, किनकि जीवन समाप्त भएको छैन, तपाईँको नयाँ अध्याय सुरु भएको छ। भाइ बहिनीहरू, तपाईँले जीवनमा हार मान्नु अघि यो भिडियो एकपटक हेर्नुहोस्। जीवन बदलिन सक्छ। तिमी कमजोर होइनौ, थाकेका मात्र हौ। असफलता होइन, नयाँ सुरुवात हो। यदि यो भिडियोले तपाईँको मन छुयो भने यसलाई अरूसँग पनि सेयर गर्नुहोस्। सायद तपाईँको एउटा सेयरले उसको जीवन नै बदलिन सक्छ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने भिडियोमा लाइक गर्न र साथीहरूसँग सेयर गर्न नबिर्सनुहोला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियो हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। भोलि फेरि अर्को नयाँ भिडियो लिएर आउने नै छौँ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।